पुग्न लागेको छु बिहा खानाको लागि र आज नै हुँदो रहेछ नि बिहा घरमा चाहिँ एकदम रमझम हुँदै रहेछ भर्खर आइपुगेँ ल यतापट्टि रहेछ है यहाँ चाहिँ त यहाँ पनि रहेछ त अनि पसल हो क्या यहाँ चाहिँ खै यो बिहामा चाहिँ पसल पनि राख्नु भएको रहेछ है तर लबर चाहिँ एउटा लानु त धरन पो हो यो धरन बिहान त अनि ल एकदम रमाइलो ल है यो हो नि त रमाइलो नाच नाच न हे नाच बिहामा चाहिँ एकदम यसरी रमाइलो तरिकाले नाचिरहनु भएको छ त्यसरी चाहिँ ल अलि मजाले नाच्नु एकदम रमाइलो एकदम राम्रो देखिरहेछ है हरा त दाजुले लाग्नु हुँदैछ ल आफै एक हातले भयो होला एकताले लाइक भन्नु न एकदम युट्युबमा हुन्छ नि भिडियो ल अब म चाहिँ अब सन्चेप यहाँ लाउन लागिरहेको छु बिहा घरमा आएपछि अब टिको तालो लगाइदिइसकेको छु अब यहाँ त अब सन्चेप लगाएपछि सन्चेप खाने चलन छ फेरि हाम्रो गाउँमा चाहिँ फेरि है गाई छैन अब मेरो हातमा चाहिँ अब सन्चेप लगाएपछि यो छ है यो खानालाई म सन्चेप तयार हुँदैछु अब दिउँछ यता हाम्रो दाजु हुनुहुन्छ अरे है गाउँको यता हाम्रो दाजु फेरि है बिहा होइन त यो चाहिँ बिहाको है पुरा अब यहाँ चाहिँ स्टोर रहेछ यता आउँदा है यता राँगाको मासु हो के हो एकदम मिठो गाईको बिहाको मासु एकदम मिठो तर नाच्नु हुँदैन म बिहा खाँदैछु है नाच्नु हुँदैन मलाई रमाइलो पनि गर्नुहुँदैछ गाई छ बिहा खाएपछि चाहिँ म चाहिँ हातमुख चुटिसकेँ फेरि म बिहा घरतिर देखाउँदैछु निम्तो मार्ने आउने भनेलाई मजाले बाँड्नुहुँदैछ खानेले खानुहुँदैछ अझै पनि बिहा खाइसकेपछि चाहिँ अरू नदीको यत्रो ठुलो बगारमा चाहिँ मजाले हावा खान आइरहेको छु म चाहिँ यहाँ चाहिँ यस्तो आनन्द भइरहेको छ गाउँको बिहा धेरै पछि खाँदा एकदम रमाइलो लाग्यो आज म धेरै खुसी छु